सबैबाट ऋण लिएको छु, आफन्तबाट आँसु, साथीभाइबाट पैसा, समाजबाट हेला अनि माया गर्ने मान्छेबाट ढोका लिएको छु गोविन्द दाई। कसलाई सुनाउनु गोविन्द दाई यो मनको पीडा? साथीभाइलाई सुनाउ भने मजाकको पात्र बनाउँछन्, आमालाई सुनाउ भने आमाले चिन्ता गर्छिन्। रुनु भएन, चिच्याउनु भएन, जे छ मनैमा छ दाई। धेरै ठुलो सफलता कमाउनु छैन दाई, बस मेहनत र इमान्दारीको कुनै कदर नभएको सहरमा यदि यो 12,000 भाउचर तिरेको पासपोर्ट बिकेछ भने आमाको जुत्रे लुगा, बाउको पुरानो टोपी अनि घरको छानो फेर्ने सपना देखेको छु दाई। झर्दै गरेको तारालाई देख्दा पनि केही माग्ने आता आएन दाई। लाग्यो ऊ पनि त पक्कै आफन्तहरूको चोट खाएर टुक्रिएको होला। म छु नि तिम्रो लागि भन्नेहरूको पछि कहिले नलाग्नुस् दाई, किनकि तिनै व्यक्ति हुन् भोलि समय आएपछि तिमी को हौ भनेर प्रश्न गर्ने। कसैले खबर सोधेन भनेर नराम्रो नमान्नुहोस् गोविन्द दाई, किनकि यो दुनियाँमा खबर सोध्ने कम अनि खबर फैलाउने धेरै भेटिन्छन्।